आलु भेटे आलु फाँड्छन्, खुर्सानी बारी भेटे त्यो पनि फाँड्छन्, सागबारी भेटे त्यो पनि उखेलेर फाल्छन्। केही पनि रहन नदिने यिनीहरूको योजना हो, किनभने यिनीहरूलाई देशको माया छैन भने त आगो लगाएकैबाट देखियो, तोडफोड र लुटपाट गरेकैबाट देखियो। यी सामाजिक तत्त्व नै होइनन्, असामाजिक अपराधिक तत्त्व हुन् भन्ने त मान्छेका घर छानिकन अर्काको सम्पत्ति जलाउँदै हिँड्ने, लुट्दै हिँड्ने यी सामाजिक तत्त्व हुन्, असामाजिक तत्त्वहरू हुन्। यो राष्ट्रलाई कङ्गाल पार्ने षड्यन्त्र गर्ने अराष्ट्रिय तत्त्व, देशद्रोही तत्त्वहरू हुन् जसले देश ध्वस्त बनायो। यहाँ त कस्तो भयो भने मेरो घर जल्यो, मेरो घर जलाउनु हुँदैन, किन जलाएको भन्न पनि नपाइने अपराध भयो। बोलेको त अपराध भइहाल्छ। उनीहरूले जलाउन पाउने किन जलाएको, मेरो घर त जलाउनु हुँदैन कि भन्नु। ड्रामा हुन्छ, एउटा कागज बनाउँछन् ड्राफ्ट गरेर, अनि केही युवासँग बस्छन्, केही मान्छेहरूसँग बस्छन्, कोही ड्रागनका टाटो छापेका, कोही टिओबी लेखेका, त्यस कालै कपडाले सबै आफूलाई छोपेका। त्यस्ता हामी त सद्गत गर्ने बेला झन्डा उडाउँछौँ, तिनीहरू कहिले नै झन्डा उडाउँछ। झन्डा उड्यो भने खतरा हुने रहेछ, देख्यौँ हामी। झन्डा उडेकाहरू, झन्डा उडेर सडकमा जानेहरू, मुस्लो बोकिया छैन भनेदेखि मट्टितेल बोकिया हुनसक्छ, पेट्रोल बोकिया हुनसक्छ, र लाइटर बोकिया हुनसक्छ। होसियार, पेट्रोलको पाउच र लाइटर बोकिया हुनसक्छन् तिनीहरूले। झन्डा उडाएको छ, झन्डा उड्ने चिज होइन, फहराउने चिज। यिनीहरू किन उड्छन्? अलिक अगाडिदेखि झन्डा उड्ने फेसन चलाएको थियो। हामी त झन्डा त लगाउँछौँ, उनीहरू त झन्डा उड्छ। त्यो पहिचान रहेछ, पेट्रोल र लाइटरवालाको पहिचान रहेछ। यस्तो राष्ट्रिय झन्डाको दुरुपयोग गरेको छ, अपमान गरेको छ राष्ट्रिय झन्डाको, हुर्कुत दिएको छ राष्ट्रिय। हरेक आगो लाग्नेले झन्डा उड्छ। योभन्दा तमासा डेलिगेसन बोलाउँछन्, आफैले लेख्छन् मागपत्र, आफैले डेलिगेसन। अब सुन्दैछु सम्झौता गर्ने, सम्झौता आफैले ड्राफ्ट गर्ने सम्झौता, आफैले यो भन्नु है भन्ने। मलाई पनि गाली गर, माग पुरा गर्छौ कि गर्दैनौ, तुरन्त गर्छौ कि गर्दैनौ, मलाई पनि गाली गर। अनि जेएनजीको दबाब आयो, कतिको दबाब चाहिन्छ सरकारलाई, कतिको दबाब चाहिन्छ त्यतिको दबाब हालिदिन्छ। 10-20 जनाको होइन, लाखौँको दबाब कति चाहियो त्यति हाल्छ। जेएनजीका दबाब, आर्टिफिसियल ड्रामा जेएनजीका नाउँमा। यसरी देश चल्दैन, चलाउन पाइँदैन। यस कुरामा हामी जो झान्छौँ त्यहाँबाट आवाज उठाउने हो, लड्ने हो। हाम्रो हालत किन त्यस्तो पनि नबन्दैन? हामी अरूले सामाजिक सञ्जाल मार्फत हामीलाई हमला गर्छ, तथा नाम भन्छ, हामीसँग जवाफ, हामी चुप लाग्छौँ। बाघको डमरू स्यालको बच्चासँग डराउने अवस्था भइसक्यो। के भयो? एमालेलाई एउटाले जेएनजी हो भनेर एसएमएस पठाउँछ, एमाले पो डरेको होइन। यस परिस्थितिलाई हामीले उल्टाउनु पर्छ।